म हुँ नयन कुमार चौधरी होइन। अनि तपाईँले हेर्दै हुनुहुन्छ तपाईँहरूको आफ्नो युट्युब च्यानल एनएनसी टेक्निकल र स्वागत छ हाम्रो युट्युब च्यानलमा। आज म न्यू अपडेट लिएर आएको छु साथीहरू। जस्तै इलेक्सनको बारेमा तपाईँहरूलाई हेर्न मन लाग्छ होइन, र मोबाइलमा कसरी हेर्ने त्यो कुराको जानकारी छैन भने मेरो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। म तपाईँहरूलाई सिकाउँछु कसरी हेर्ने हो भनेर। र भिडियोलाई स्टार्टिङ गरौँ साथीहरू। त्यसको लागि तपाईँको मोबाइलमा जानुपर्ने हुन्छ। मोबाइलमा गएर गुगल क्रोममा ओपन गर्नु होला। यसरी ओपन गर्नु होला गुगल क्रोममा गरिसके तपाईँले इलेक्सन नेपाल इलेक्सन अनि अपडेट दुई हजार 82 भनेर अनि तलको बटनमा सर्च गर्नु होला। सर्च गरिसकेपछि तपाईँको यस्तो खालको इन्टरफेस देख्न सकिन्छ। त्यसपछि माथिकोमा नेपाल इलेक्सन 2082 लेटेस्ट भनेर आउँछन् होइन, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नु भने यस्तो खालको इन्टरफेस देख्न सकिन्छ होइन साथीहरू। जस्तै माथिमा सर्च क्यान्डिडेट लेज होइन, माथि सर्च यसमा कालोमा सर्चको अप्सन आएको छ। अनि त्यसपछि तपाईँले यहाँ यसमा गएर अब कुन जिल्लाको तपाईँ हेर्न चाहनुहुन्छ त्यो जिल्लाकोमा चुज गर्नुपर्छ। जस्तै यहाँ लेखिरहेछ कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लेखिरहेछ होइन। कुनै एउटामा म क्लिक गरेर देखाउन सक्छु साथीहरू। यसरी नै तपाईँ हेर्न सक्नुहुन्छ। जस्तै कोशीमा क्लिक गरे यहाँ तपाईँको डिस्ट्रिक्ट लेखेको आएको छ साथीहरू। डिस्ट्रिक्टमा अब कुन डिस्ट्रिक्ट हेर्ने, जस्तै सुनसरी हेर्ने कि झापा हेर्ने कि जस्तै अब ताप्लेजुङको छ, पाँचथर छ, इलाम छ, झापा छ, मोरङ छ, सुनसरी छ, धनकुटा छ, शङ्खसभा छ, भोजपुर छ, तेह्रथुम छ। जस्तै म एउटा जस्तै अब तपाईँले कुनै एउटा चुज गरेर तपाईँले हेर्न सक्नुहुन्छ तपाईँ कुन कन्ट्रीको कुन डिस्ट्रिक्टको हुनुहुन्छ, त्यही अनुसार तपाईँले हेर्न सक्नुहुन्छ। र सबै अबमा पनि गर्न सक्नुहुन्छ। जस्तै यहाँ अब तपाईँ जुन जिल्लाबाट हुनुहुन्छ अनि त्यो जिल्लाको गरेर अनि हेर्न सक्नुहुन्छ। जस्तै म चाहिँ सुनसरी जिल्ला हो, म सुनसरीमा गर्छु। तपाईँहरू पनि आफ्नो जिल्लाको गरेर हेर्न सक्नुहुन्छ। जस्तै अब फेरि यहाँ क्लिक गरेर जस्तै 1 नम्बर प्रदेशमा हेरेँ होइन। अनि यस्तो गरिसकेपछि तपाईँले यसमा सर्चको अप्सन छ कालोमा, त्यहाँ क्लिक गर्नु होला। जस्तो मैले क्लिक गरेँ, क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस दिन्छ साथीहरू। सुनसरी 1 नम्बरको यो। अनि तपाईँले हेर्न सक्नुहुन्छ यसमा हेर्नुहोस् तपाईँको गोमा तामाङले 461, हर्क साम्पाङ शरम संस्कृति पार्टीले 154 ल्याएको छ। यसरी नै तपाईँले 1 बाई 1 हेर्न सक्नुहुन्छ। जस्तै अब 2 नम्बर प्रदेशमा भयो,
दुई नम्बरमा पनि 2 नम्बर कहिले अपडेट आएको छैन। 4 नम्बर हेर्नुहोस्, 4 नम्बरको आइरहेछ होइन। अनि 3 नम्बरको हेरौँ, 3 नम्बरको पनि आएको छ यहाँ। अब जस्तै अब तपाईँले अर्को हेर्न चाहन्छु, जस्तै मैले काठमाडौँको हेर्न चाहेँ होइन। काठमाडौँको हेर्न चाह्यो भने यहाँ बागमती छ, बागमतीमा क्लिक गरेँ। अब काठमाडौँमा होइन, अनि यहाँ तपाईँको 10वटा छ। जस्तै मैले एउटा देखाउँछु साथीहरू, अनि सर्च गर्नु होला। सर्च गरेपछि हेर्नुहोस्, यसरी हेर्न सक्नुहुन्छ। र मेरो भिडियो कस्तो लाग्छ हजुरलाई लाइक, कमेन्ट एन्ड सेयर गरिदिनु होला भन्न चाहन्छु। धन्यवाद।